अहिलेसम्म एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर देवी ठन्डा परेमा मकुर मकुर यसपालि त मेरो नि बिहे धनेछु
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःख काट्न आउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो आधी भुरी आउँदा म बन्छु तिम्रो छारी तिम्रै अङ्गालोमै बास पाएँ यहाँ वहाँ बहुतारी बरफी पऱ्यो झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि किन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो सुखमा तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अन्दाली बेसरी म समाउने छु जीवनभरि नतोडिने जम्बरी नाता भयो बाचा भयो दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःख काट्न आउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
हान्छ काबेलैन मोरा काबेलैन मोरा काबेलैन मोरा मोरा काबेलैन मोरा काबेलैन मोरा काबेलैन मोरा मुहूर्त बेला छैन ढाका पटको के छोरा पटको के छोरा पटको के छोरा छोरा पटको के छोरा पटको के छोरा पटको के छोरा रूपसी गाउँमा आएको रहेछ भन्दै पुरै छिटो भन्दै पुरै छिटो भन्दै पुरै छिटो छिटो भन्दै पुरै छिटो भन्दै पुरै छिटो भन्दै पुरै छिटो रक्सी छैन चाँडै खाऊ होइन भए नि मिठो नभए नि मिठो नभए नि मिठो मिठो नभए नि मिठो नभए नि मिठो नभए नि मिठो बाँसै काटी छोया 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 बुनी सोली छोया बुनी सोली छोया बुनी सोली सोली छोया बुनी सोली छोया बुनी सोली छोया बुनी सोली रुम्सेलीको जाडै मिठो झनै मिठो बोली झनै मिठो बोली झनै मिठो बोली बोली झनै मिठो बोली झनै मिठो बोली झनै मिठो बोली घर बनाएको कछाड कछाड पालामैको झर्रा पालामैको झर्रा पालामैको झर्रा झर्रा पालामैको झर्रा पालामैको झर्रा पालामैको झर्रा नौलो ठाउँमा आएको रहेछ चिन जानी गर चिन जानी गर चिन जानी गर गर चिन जानी गर चिन जानी गर चिन जानी गर सिन्जालीको भान्जा माता हो रानाको छोरा हो रानाको छोरा हो रानाको छोरा छोरा हो रानाको छोरा हो रानाको छोरा हो रानाको छोरा मिठो गाउने ढल्की नाच्ने कसको छोरी हो र
भनेरै खोजी खोजी आको खोजी खोजी आको खोजी खोजी आको आको खोजी खोजी आको खोजी खोजी आको खोजी खोजी आको दैव संजोग भने जस्तै ठ्याक्कै भेट भएको ठ्याक्कै भेट भएको ठ्याक्कै भेट भएको आको ठ्याक्कै भेट भएको ठ्याक्कै भेट भएको ठ्याक्कै भेट भएको मौलीको बजार मुनि भाग्यो सेती खोला भाग्यो सेती खोला भाग्यो सेती खोला खोला भाग्यो सेती खोला भाग्यो सेती खोला भाग्यो सेती खोला नाता साइनो मिले पानी खारी बारे होला खारी बारे होला खारी बारे होला होला खारी बारे होला खारी बारे होला खारी बारे होला छिप्चने साहन्छ भन्छ काबेलैन मोरा काबेलैन मोरा काबेलैन मोरा मोरा काबेलैन मोरा काबेलैन मोरा काबेलैन मोरा सरकारले फाटो राणा साहबको छोरी ज्वाइँको छोरीको विवाहसम्म भोला उनीहरूको स्थानीय बलिबाट भोला जेठीकमल साहबको छोरीको अगाडि आइदिनु होला जेठीकमल अब समय अगाडि आइदिनु होला Kanjung thaya langham Burukle nanke hangkam Guessing lo bhala puti Sujukle kutik chuti Kanjung thaya langham Burukle nanke hangkam Guessing lo bhala puti Sujukle kutik chuti Beso dali dummo kano iman para jomole Rani rani lafa langham chining laura dangmoni Daling din nuringa marang kyomoni Kholo kholo chananga chari bikmoni Kanum thaya langham Burukle nangke hangkang Gesundu bhala pati Sujukle pudik chuti Kanum thaya langham Burukle nangke hangkang Gesundu bhala pati Sujukle pudik chuti Esali Esali, 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 Esali. Kanang yung thaya langhang utli manne hangkang pamuni rin thajuri taramali puri puri. Kanang yung thaya langhang utli manne hangkang pamuni rin thajuri taramali puri puri. Evina, 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 evina.
उपस्थित सम्माननीय साहबहरू गुरुजीहरू र दिदीहरूमा म वीरेन्द्र गुरुङको तर्फबाट जयगण नमस्कार टक्राउन चाहन्छु। आज मिति 2063 साल 22 वैशाखको 23 गते चितवन नरपुर जेठी परिवार शुभ विवाहको अवसरमा एकदमै खुसीको अवसरमा उपस्थित भएका छौँ। हाम्रो साधनगर चितवन निवासी जेठी परिवार सञ्चालक समितिका कोषाध्यक्ष सुबेदार लेखबहादुर राणा र श्रीमती माया राणाको सुपुत्री गोमाया राणा र सुगम राणाको शुभ विवाहको अवसरमा हामी सम्पूर्ण चितवन नरपुर जेठी परिवारको तर्फबाट उहाँहरूको दाम्पत्य जीवन सुखमय एकाअर्काप्रति माया प्रेम र साथले भरिपूर्ण रहोस् भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। यसै गरी शुभकामनाको साथमा बुके प्रदान गरिदिनुको लागि बेहुला बेहुलीलाई हाम्रो के अरे क्याप्टेन इमा बहादुर साहब र क्याप्टेन हाम्रो के अरे जेठी परिवारको अध्यक्ष हाम्रो नूतन कुमार साहबलाई दिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु। ल दिनु होला। मायाको चिन्ह प्रदान गरिदिनुको लागि मायाको चिन्ह प्रदान गरिदिनुको लागि हाम्रो क्याप्टेन इमान गुरुङ साहबलाई म हार्दिक अनुरोध गर्दछु। र यसै गरी सहयोगको प्रदान गरिदिनुको लागि हाम्रो जेठी परिवार चितवन नरपुरको तर्फबाट हाम्रो पश्चिमी शिवमा चम्चा र हाम्रो सम्पूर्ण दिदीबहिनीहरूलाई अगाडि यो रकम हस्तान्तरण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र शुभकामना मन्तव्यको लागि हाम्रो जेठी परिवार नरपुरको अध्यक्ष क्याप्टेन नूतन कुमार साहबलाई शुभकामना मन्तव्यको साथमा यस कार्यक्रमलाई समापन गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु। हस्त जय रोग नमस्कार। निम्ति अत्यन्तै खुसीको दिन कि हाम्रो चितवन नवलपुर फस्फोर जियार कार्य समितिको कोषाध्यक्ष सुबेदार लेखबहादुर साहबको सुपुत्री र माया बहिनीको सुपुत्री गौमाया राणाको विवाहको शुभ अवसरमा हामी सबै एकीकृत भई र उहाँहरूको दाम्पत्य जीवनको शुभकामना गर्दै र उहाँहरूको सफल समय र उज्जवल भविष्यको लागि हामी सबै चितवन नवलपुर फस्फोर जियारको जेठी परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।
ढल्क्यो जोबाना ए दोमाना कान्छी तिम्रो ढल्क्यो जोबाना नगर दोमाना कान्छी तिम्रो ढल्क्यो जोबाना ए कान्छी तिम्रो ढल्क्यो जोबाना फुलले मनको पिर भुल्छ देशिर फुलले मनको पिर भुल्छ ए नानी ए हजुरको सिराई ढाक्ने शिर फुल्छ शिर फुलले मनको पिर भुल्छ शिर फुलले मनको पिर भुल्छ ए नानी हजुरको शिरै ढाक्ने शिर फुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ ए नानी हजुरको शिरै ढाक्ने शिर फुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ ए नानी हजुरको शिरै ढाक्ने शिर फुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ त्यही शिर फुलले मनको पिर भुल्छ दोमाना कान्छी तिम्रो ढल्क्यो जोबाना ए दोमाना कान्छी तिम्रो ढल्क्यो जोबाना नगर दोमाना कान्छी तिम्रो ढल्क्यो जोबाना ए कान्छी तिम्रो ढल्क्यो जोबाना लाग्ने नएना कसो गरी गरम भएना कसो गरी गरम भएना हे सोरा साए गोपिनीको लोभै लाग्ने नएना कसो गरी गरम भएना कसो गरी
नगर दो मना कान्छी तिम्रो ढल्क्यो जोबाना ए कान्छी तिम्रो ढल्क्यो जोबाना रुँदै घर रुँदै मेलैमा रुँदै घर रुँदै मेलैमा छोरा र ए छोरीको आमा हुने बेलैमा रुँदै घर रुँदै मेलैमा रुँदै घर रुँदै मेलैमा ए छोरा र छोरीको आमा हुने बेलैमा रुँदै घर रुँदै मेलैमा रुँदै घर रुँदै मेलैमा ए छोरा र छोरीको आमा हुने बेलैमा रुँदै घर रुँदै मेलैमा रुँदै घर रुँदै मेलैमा ए छोरा र छोरीको आमा हुने बेलैमा रुँदै घर रुँदै मेलैमा रुँदै घर रुँदै मेलैमा दो मना कान्छी तिम्रो ढल्क्यो जोबाना ए दो मना कान्छी तिम्रो ढल्क्यो जोबाना नगर दो मना कान्छी तिम्रो ढल्क्यो जोबाना ए कान्छी तिम्रो ढल्क्यो जोबाना होइन
त्यसैबाटि फेरि छिनी पनि हजुरहरूको चेली अब भान्जीदेखि है भान्जीको हजुरहरूको मामाको अब कानुना हजुरको भान्जीको चाहिँ हुन्छ कानुन रीतिरिवाज अनुसारै पनि सगुन है सगुन या चलन चल्ती बाजे छिनी फेरि कानुन अब भान्जा र भान्जी चाहिँ सगुनियाले प्लस अब कानु नानी बाबुए पनि अब मामाको फल्ना केना चाहिँ पनि चिनेको पर्छ अब यसै चाहिँ हजुरको के अब छिनी जे जति पनि अब जाने यो चाहिँ खालि जाने राखेको माएका होला है चौसिङ पाइ खाना हजुर जे जति राखेको नि यिनीकै हजुरहरूप्रतिको चाहिँ स्वीकार्य के भुल गल्ती है भुल गल्तीले पनि फेरि कानु बाबु नानीपट्टि चाहिँ छेमापट्टिले हजुर त छेमागे नआएको छेमागे थिएँ अब पहिला सगुन हजुरले अब नाम चिन्ने जेठा मामा यसलाई राख विदेश है अब माइला मामा माइलाको माइला मामा माइला दुर्बाजी हो माइला मामा अब यसै चाहिँ माइला मामा माइला दुर्बाजी हो माइला मामा कान्छा मामा कान्छामा बल्ल तारा अब यसै चाहिँ है सिनी यसै है हजुर यसै अब भान्जा भान्जी पट्टि सगुन सिकाइ है खोइ नानीको सगुन न पट्टै घन्टालाई पट्टै घन्टा नि पट्टै घन्टा काटिङ घन्टै घन्टा सम्बन्ध अब शुभ विवाह
चलन राख्दा छ्याप्टेले अब यसै सुअपी भयो उपलो चाहिँ फेरि पनि किनेको छ अब माउलीको के अब बुढा माउलीको के चिन्निके त्यो चाहिँ भान्जा र भान्जी सगुन चाहिँ हजुरको त्यो जातले हजुरको पनि स्वीकृतिएको छ र भुलगल्ती त्यो चाहिँ कुरो त नसुन पाइ हजुरकै झन्डाले फेरि पनि गाकी पूर्ण विषयले अब यो भुलगल्ती छाल्न त मलाई अब बिहान नभन्ने कुरा दिए सगुन चाहिँ करौसरा चितवनको जुन मगर समाज हामी करौसरा भनेको स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नम्बर 4 अन्तर्गत पर्ने करौसरा गाउँको एउटा समाज खडा गरेको हामीले तकरिबन 3 वर्ष पुरा भएर यो 4 वर्षमा लाग्दैछ र जति पनि हामी आफ्नो सुरले यो चितवनमा बसोबास गर्दै आयो तर हामीले के महसुस गर्यो भने आफ्नो हिसाबले चाहिँ त आयो तर पनि कुन ठाउँमा कुन कुना बसेको छ भने हामीले जानकारी नहुने आफ्नो गाउँको मान्छे पनि त्यो भएर हामीले एउटा समाज यो जोडौँ भनेर
त्यो हिसाबले यहाँ करङसरा चितवन मगर समाज भन्ने किसिमको एउटा समाजलाई खडा गरेर यो 2080 साल यो वैशाख महिनाको यो नयाँ वर्षको सुरुवातसँगै हामीले यो समाज खडा गरेका थियौँ र त्यही अनुसार अध्यक्ष श्री बाबुराम थापा मगरको नेतृत्वमा हामीले यो समाज खडा गरेको अनुसार त्यो हिसाबले चाहिँ अहिलेसम्म चल्दै आएको रीतिथिति हाम्रो संस्कार संस्कृति हाम्रो भाषालाई ध्यानमा राखेर त्यो हिसाबले चाहिँ यो समाज चल्दै आएको छ। त्यही अनुसार हामीले यो बिहाबट हाम्रो यो भातखुवाई यो हाम्रो मदापदा यो विभिन्न किसिमको यावत कुराहरूमा सहभागी हुँदै यो समाजको उद्देश्य र कार्य अनुसार हामीले आज हाम्रो लेखबहादुर राणा मगर र माया राणा मगरका सुपुत्री श्री हामीले चिनेको हामीले स्थानीयहरूमा चाहिँ बोलाउने गोरी को नामले चिनिन्थ्यो र यथार्थ नाम चाहिँ मलाई पनि थाहा भएन। त्यही अनुसार हामीले यो उपहार र समाजको तर्फबाट केही दक्षिणा अर्पण गरिदिनुको निम्ति म यसै समाजका अध्यक्ष श्री बाबुराम थापा मगरज्यूलाई उहाँ नानीलाई हस्तान्तरण गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। यहाँ फोटो त्यही यस अनुसारले चाहिँ गरिदिनु होला र त्यो पछि उपारेको छ नि भाइ उपारेको छ नि ऊ चाहिँ उपारे नि होइन यति
भेट हुन माघी मेलैमा टाटन रुमाल बैना दिउँला छुट्ने बेलैमा आऊ है कान्छी भेट हुन माघी मेलैमा आहा आऊ है कान्छी भेट हुन माघी मेलैमा टाटन रुमाल बैना दिउँला छुट्ने बेलैमा आऊ है कान्छी भेट हुन माघी मेलैमा आहा आऊ है कान्छी भेट हुन माघी मेलैमा टाटन रुमाल बैना दिउँला छुट्ने बेलैमा आऊ है कान्छी भेट हुन माघी मेलैमा आहा आऊ है कान्छी भेट हुन माघी मेलैमा माघैमा माघी पर्व छ मगर हुनुमा मलाई गर्व छ माघैमा माघी पर्व छ मगर हुनुमा मलाई गर्व छ मगर हुनुमा मलाई गर्व छ
अहिलेसम्म एक्लै बाँचियो साथी भाइको जति भई नाचियो
मेहंदी लगेगी दुल्हन सजेगी आंसू छुपा के तेरा भाई हंसेगा डोली को कांधा देगा और ये कहेगा तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं से खिलौने बुलाए गुड़िया की फिर शादी रचाए बचपन की बातें यादों में आए बेफिक्रियों के मौसम बताए मेहंदी लगी थी दुल्हन सजी थी मेहंदी लगेगी दुल्हन सजेगी आंसू छुपा के तेरा भाई हंसेगा डोली को कांधा देगा और ये कहेगा तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं तेरे साथ हूँ मैं Boy, smart boy. He's very smart. Handsome. आपके बाजू बन जेठू पनि जल्दी हाले जल्दी हालिन् हजुर हजुर किधर जाएगा ल है तपाईँको चाहिँ अब नमस्कार है ल ल फेरि भेटा आने है सेम खान खान बिताउनु ल खाने ल भेटा
आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुला